So hello there everyone, welcome to my YouTube channel. So आज चाहिँ हामी BSc CSRT को फर्स्ट सेमिस्टर को मैथमेटिक्स को चैप्टर 1 फंक्शन अफ वन भेरिएबल्स को सबसे इम्पोर्टेन्ट क्वेशनहरु मात्रै गर्नेछौं। यो क्वेशनहरु चाहिँ एक्जाममा सोधिएका क्वेशनहरु हुन्। सो यति गर्नु भयो भने चाहिँ यो फंक्शन अफ वन भेरिएबल चैप्टर तपाईलाई आयो भन्दा सोच्दा हुन्छ। अल्सो यो क्वेशनहरु चाहिँ मैले पीडीएफ बनाएर डिस्क्रिप्सन बक्समा हाल्दिएको छु। अनि इम्पोर्टेन्ट कुरा चाहिँ एउटा भन्दाखेरि हामीले यो पुरा भिडियोमा ल्याङ्ग्वेज एकदम कम लेख्ने छौं, किनकि यो पुरा भिडियो नै एक्जाम ओरिएन्टेड भएर हामीले बनाउन खोज्दै छौं, त्यसैले ल्याङ्ग्वेज एकदम कम हुनेछ। सो विदाउट एनी ट्रबल लेट्स स्टार्ट है। सो हाम्रो पहिलो क्वेशन चाहिँ छ डिफाइन डोमेन, कोडोमेन, रेन्ज एन्ड फंक्शन। अब यो चाहिँ थ्योरी भयो क्या, यो चाहिँ एकदम एक्जाममा रटेर जानु भन्छु म चाहिँ, किनकि अब यसको अर्को उपाय नै छैन क्या। जस्तो अब यो यसको एन्सर चाहिँ यहाँ छ, द डोमेन अफ अ फंक्शन। यो यति रट्दा हुन्छ, तपाईले यति रट्नु हो भने तपाईलाई पुग्छ मजाले। यदि डोमेनको डेफिनेसन यहाँदेखि यहाँसम्म र रेन्जको डेफिनेसन यहाँदेखि यहाँसम्म पढे पुग्छ मतलब। तर यो जस्तो एक्जाममा सोधेको त छैन, किनकि यो मैले यतिकै हाल्दिएको मात्रै हो। त्यही पनि तपाईहरुलाई थाहा होस् भने के सोधियो भने थाहा होस् भनेर मैले यो राख्दिरहेको। जस्तो म्याथमेटिक्स तिर जाने हाम्रो पहिलो क्वेशन रहेछ, आइडेन्टिफाई द डोमेन एन्ड रेन्ज अफ द फंक्शन ए नम्बर fx इज इक्वल्स टु रुट अन्डर x माइनस 5। सो यो क्वेशनको चाहिँ हामीलाई डोमेन र रेन्ज निकाल्न भनेको छ। सो मेरो क्वेशन लेखौँ, ए नम्बर fx इज इक्वल्स टु x माइनस 5 छ। सो यसको अब हामीलाई डोमेन र रेन्ज चाहिएको छ। अब डोमेन र रेन्ज भनेको चाहिँ कसरी निकाल्ने, एकदम सजिलै छ। सो फर्स्टली यसको डोमेन निकालौँ है। फर डोमेन अब डोमेनको लागि के हुन्छ, x माइनस 5 चाहिँ ग्रेटर अर इक्वल टु 0 हुन्छ, किनकि हाम्रो डोमेन भनेको डोमेन र रेन्जको डेफिनेसन अघि मैले पढ्न भन्दा पनि अब तपाईलाई एउटा इम्पोर्टेन्ट कुरा चाहिँ मतलब यो हिसाब गर्नलाई बुझ्नको लागि चाहिँ अर्को चाहिने कुराहरु भनेको डोमेन हाम्रो पोजिटिभ र नेगेटिभ जुन पनि हुन सक्छ, केही मतलब भएन। तर रेन्ज चाहिँ हाम्रो बस पोजिटिभ मात्रै हुन्छ। तर एक्सपोनेन्शियलको केस छ भने चाहिँ फरक हुन्छ। इन केस रेन्जको लागि एक्सपोनेन्शियलको रेन्ज निकाल्न भनेको छ भने त्यसमा चाहिँ नेगेटिभ पनि हुन्छ। यो चाहिँ दिमागमा राखिराख्नुस्। देन अब रुट अन्डर x माइनस 5 यसको डोमेन निकाल्न के गर्नुपर्छ, रुट भित्र त नेगेटिभ हुन पाएन, मिन्स x माइनस 5 चाहिँ ग्रेटर देन 0 हुनुपर्छ। सो x इज ग्रेटर देन 5 भयो। सो अब यहाँनिर हाम्रो के भयो, x इज ग्रेटर अर इक्वल टु 5 भयो, मिन्स x चाहिँ हाम्रो कि 5 भन्दा बेसी हुनु पर्यो, 5 भन्दा बेसी हुनु पर्यो कि 5 नै हुनु पर्यो। सो हाम्रो यो डोमेन के भयो, यता पोजिटिभ इन्फिनिटीसम्म गएर छ। सो हाम्रो डोमेन के हुन्छ 5, इन्फिनिटी। सिमिलरली फर रेन्ज है, अब फर रेन्ज गरौँ। अब रेन्जमा चाहिँ एकदम सजिलो छ। fx भनेको चाहिँ y मान्दिम, fx इज इक्वल्स टु y इज इक्वल्स टु रुट x माइनस 5 छ। अब यो हामीलाई चाहिँ यो y इज इक्वल्स टु रुट x माइनस 5 छ नि, यसलाई चाहिँ अब हामी y को टर्म्समा लेख्न खोज्छौँ क्या, मिनिङ y को स्क्वायर इज इक्वल्स टु x माइनस 5, x इज इक्वल्स टु y स्क्वायर प्लस 5 भयो, किनकि यो 5 उता गयो। सो अब हामीले यहाँनिर मतलब y स्क्वायर प्लस 5 भयो, मिनिङ अब मैले यहाँनिर भनेको के थिएँ, रेन्ज भनेको नेगेटिभ हुन पाउन्न। एक्सपोनेन्शियलको केस भनेको एउटा एक्सेप्सन हो। त्यसैले अब यहाँनिर यसको हिसाबमा त हाम्रो रेन्ज त जुन माइनस इन्फिनिटीदेखि इन्फिनिटी हुनुपर्ने हो नि त, किनकि स्क्वायर आइसक्यो। मतलब यहाँनिर जुन भ्यालु हाल्दा पनि x को एउटा भ्यालु त आउँछ, y को जुन भ्यालु हाल्दा पनि x को एउटा भ्यालु त आइहाल्छ। मिनिङ यसको त माइनस इन्फिनिटीदेखि इन्फिनिटी आउनु पर्ने हो नि त। तर हामीले के भन्यौँ, रेन्ज भनेको नेगेटिभमा हुँदैन। सो 0 देखि इन्फिनिटी भयो यसको रेन्ज, सिम्पल।
यो भयो ए नम्बरलाई। अब हामी बी नम्बर गर्न जाऊँ। बी नम्बर हाम्रो के छ क्वेसन, fx इज इक्वल्स टु √9 माइनस एक्स स्क्वायर। fx इज इक्वल्स टु √9 माइनस एक्स स्क्वायर छ क्वेसन हाम्रो। सो अब यो पनि सिम्पलै छ, किनकि हाम्रो रुटभित्र नेगेटिभ हुन पाउन्न भनेको थिएँ मैले, जो सुनले गर्दा 9 माइनस एक्स स्क्वायर चाहिँ ग्रेटर अर इक्वल टु 0 हुन्छ। मैले यहाँनिर पछाडि भने जस्तै ग्रेटर अर इक्वल टु 0। देन त्यसो हो भने अब हामीले यसलाई माइनसले मल्टिप्लाई गरिदिउँ नि त, 9 माइनस एक्स स्क्वायर, अनि माइनसले मल्टिप्लाई गर्दाखेरि यतातिर यो साइन चेन्ज हुन्छ। यो चाहिँ नोट गर्ने कुरा हो, साइन चेन्ज हुन्छ। माइनसले मल्टिप्लाई गर्दाखेरि इनइक्वालिटीमा साइन चेन्ज हुन्छ, मिन्स ठ्याक्क सुल्टो भएको भए उल्टो भइदिन्छ, त्यस्तो हुन्छ क्या, ठ्याक्क अपोजिट हुन्छ क्या यसरी। सो देन यो भनेको -9 प्लस एक्स स्क्वायर हुन्छ नि त, साइन यस्तो। देन एक्स स्क्वायर -9 यति भयो, एक्स स्क्वायर लेस देन अर 9 भयो। सो एक्स इज लेस देन अर इक्वल टु 3 भयो। सो अब हामीलाई क्लास 10, 11, 12मा हामीले पढेको थियौँ क्या अरे, यो लेस देन अर इक्वल टु हो भनेको -3 एक्स इज एक्स चाहिँ -3 र 3 को बिचमा हो भन्न खोजेको कि होइन त? नभए तपाईँले यो यति यो बुझ्नु भएन भने तपाईँको त्यो क्लास 11 नभए 12को बुक खोलेर एकचोटि हेर्दा हुन्छ। -3 एक्स 3 यो भनेको एउटा पुरा च्याप्टरै छ यसको बारेमा। सो जो च्याप्टरै छ, सो यसको चाहिँ यति आउँछ। देन यहाँबाट हामीले यसको डोमेन भनेको -3 देखि 3 को बिचमा मात्रै हुन पाउँछ भनेको हुन्छ, किनकि -3 र 3 एक्स भनेको यतिको बिचमा मात्रै हुन्छ भने यो क्वेसनले भनेको छ। मिन्स हाम्रो डोमेन भनेको यति आउँछ। देन अब हाम्रो रेन्ज चाहिँ कति आउँछ त? फेरि क्वेसन लेखौँ यहाँनिर, fx भनेको 9 माइनस एक्स स्क्वायर। सो अब अघि नै हामीले यहाँनिर गरे जस्तै ठ्याक्क fx को ठाउँमा y, fx भनेको y भयो, अनि y को ठाउँमा एक्सले इज इक्वल्स टु गर्न खोज्ने हो। त्यसरी अनुसारले यहाँ पनि त्यही गरौँ, y इज इक्वल्स टु √9 माइनस एक्स स्क्वायर भयो। देन y स्क्वायर इज इक्वल्स टु 9 माइनस एक्स स्क्वायर भयो। यहाँनिर स्क्वायरिङ गरेको नि नबिर्सिनु भयो भने। सो y स्क्वायर -9 इज इक्वल्स टु माइनस एक्स स्क्वायर इज इक्वल्स टु -y स्क्वायर प्लस 9। यो गरौँ, एक्स स्क्वायर इज इक्वल्स टु 9 माइनस y स्क्वायर। देन अब यो भनेको कति भयो? एक्स इज इक्वल्स टु 9 माइनस y स्क्वायर भयो। अब फर रेन्ज मैले के भन्थेँ, रुटभित्र नेगेटिभ हुन पाउँदैन। सो 9 माइनस y स्क्वायर ग्रेटर अर इक्वल टु 0। फेरि यहाँ अघि यहाँनिर गरे जस्तै मल्टिप्लाई विथ माइनस अन बोथ साइड, माइनसले मल्टिप्लाई गर्दा हुन्छ। सो यो भनेको कति हुन्छ? y स्क्वायर -9 साइन चेन्ज 0, y स्क्वायर 9y 3, यो भनेको कति भयो? 3y 3 भयो, -3, सरी यहाँनिर -3 हुन्छ है। तर अघि नै हामीले यहाँनिर डोमेनमा त अघि हामीले -3 देखि 3 गरेको थियौँ नि त, -3 देखि 3 गरेको थियौँ। तर मैले अघि के भन्थेँ, रेन्जमा नेगेटिभ हुन पाउँदैन, नो नेगेटिभ नम्बर्स इन रेन्ज। देन यसको रेन्ज भनेको कति आउँछ भन्दाखेरि नेगेटिभ हुन पाएन। सो 0 देखि 3 हुन्छ यसको रेन्ज। देन अनि यसपछि हामी गरौँ सी नम्बर।
fx is equals to 2x plus 1 all upon by x minus 3. नाउ यो क्वेसन भनेको यो दुटा भन्दा एक्सट्रिमली सजिलो छ सो त्यो तपाई ट्राई गर्नुस् म यहाँनेरि आन्सर पनि लेखिदिन्छु ट्राई गर्नुस् म यहाँनेरि भिडियो पज गरेर ट्राई गर्नुस् ट्राई गरिसकेपछि तपाईले फेरि भिडियो अन पज गरेर हेर्दा हुन्छ अनि मैले सल्भ गरेको सो आई विल जस्ट वेट 5 सेकेन्ड्स आई होप तपाईले गरिसक्नु भयो त्यसैले अब यो सल्भ गरौँ अब यहाँ के छ सुरुमा डोमेन निकाल्नु पर्ने छ सो डोमेनमा के छ हाम्रो अब यो भनेको चाहिँ न्युमेरेटर र डिनोमिनेटर वाला के अरे क्वेसन हो अब यसमा चाहिँ हामीले माथिको नहेर्दा पनि हुन्छ किनकि तलको मात्र हेर्दा हुन्छ सो x - 3 चाहिँ ग्रेटर देन 0 हुनुपर्छ यहाँ चाहिँ अघि हामीले ग्रेटर इज इक्वल्स टु 0 लगाएको थियौं किनकि रुट भित्र नेगेटिभ हुन पायो त नेगेटिभ हुन पाइएन तर 0 चाहिँ 0 त हुन पाइन्छ नि त तर यहाँनेर त 0 भयो भने त इन्डिटरमिनेट फर्म आउँदैन त किनकि एनीथिङ डिवाइडेड बाइ 0 भनेको त इन्फिनिटी हो नि त सो यहाँनेर 0 हुनै पाएन क्या ग्रेटर देन 0 हुनु पर्यो सो x इज ग्रेटर देन 3 भयो देन वेट अ मिनेट यहाँनेर अलिक साइनमा अलिक मिस्टेक भयो हाम्रो यहाँनेर x - 3 नट इक्वल टु 0 चाहिँ हुनुपर्छ है यो ग्रेटर इज ग्रेटरको ग्रेटर र लेस देनको साइन लाग्दैन नि सरी सो x इज नट इक्वल टु 3 हुनु पर्यो है सो x इज नट इक्वल टु 3 भनेको हाम्रो यहाँनेर 3 हुन पाएन अरु सबै भ्यालु हुन पायो किनकि यहाँनेर इन केस हाम्रो 2x + 1 x - 3 कसैले यसको ठाउँमा 3 भएको है 3 - 3 त 0 हुन्थ्यो नि त सो 2x + 1/0 भनेको इन्फिनिटी भयो सो इनभ्यालिड भयो नि त त्यसैले x इज नट इक्वल टु 3 सो हाम्रो डोमेन भनेको कति हुन्छ सो हाम्रो डोमेन भनेको कति हुन्छ भन्दा फेरि सरी एनसी लेखे है डोमेन भनेको -इन्फिनिटी देखि 3 युनियन 3 देखि इन्फिनिटी हुन्छ सो यो भनेको अल रियल नम्बर -3 हो क्या सबै रियल नम्बर हुन पायो 3 चाहिँ हुन पाएन देन अब यो क्वेशनको रेन्ज चाहिँ निकालौँ अब हामी fx is equals to 2x plus 1 x minus 3 छ है सो यसको अब हामीले रेन्ज निकाल्नु छ रेन्ज भनेको y is equals to 2x plus 1 x minus 3 फेरि यसलाई उता लगाउनु x minus 3 2x plus 1 प्लस है हो देन अब यो ब्र्याकेट खोलौँ हामी xy minus 3y is equals to 2x plus 1 भयो देन यो xy यो 2x ले यता लिएर आऊँ र यो 3y लाई उता लगौँ 1 plus 3y यहाँबाट x र x कमन तानौँ y minus 2 x कमन 1 plus 3y so x is equals to 1 plus 3y by y minus 2 भयो सो अब यो पनि अघिको जस्तै गर्नुपर्ने हो किनकि यसमा नि 0 ले डिवाइड हुन पाएन सो y minus 2 is not equal to 0 हुनु पर्यो y is not equal to 2 हुनु पर्यो सेम कन्डिसन रेन्ज भनेको -इन्फिनिटी देखि 2 युनियन 2 देखि इन्फिनिटी सम्म हुनु पर्यो दैट इज अल रियल नम्बर एक्सेप्ट 2 हुनु पर्यो मीन्स यसको रेन्ज भनेको अल रियल नम्बर इन एक्सेप्ट अफ 2 हुन्छ देन सो अब चाहिँ हामी नेक्स्ट क्वेशनमा जाम अघि चाहिँ हामीले यो 2 नम्बरको सबै सकायौं a b c सबै सकायौं है अब चाहिँ हामी यो 3 नम्बरमा जाम 3 नम्बरले क्वेशनले के भनेको छ त्यो पढौँ है यो चाहिँ अलिकति ल्याङ्ग्वेज टाइपको हो तर सजिलै छ एन ओपन रेक्ट्याङ्गुलर बक्स विथ भोल्युम 2 मिटर क्युब हामीलाई के दिएको छ नोट गर्नुपर्ने कुरा भोल्युम जुन चाहिँ 2 मिटर क्युब छ हैज अ स्क्वायर बेस एक्सप्रेस द सरफेस एरिया of the box is a function of the length of the side of the base so हामीलाई यसले हुन्डामुन्डी भन्न खोजेको के भन्दाखेरि सरफेस एरिया खोज भनेको तर सरफेस एरियालाई त्यो ठ्याक्क भ्यालु चाहिँ नखोज भनेको भ्यालु चाहिँ खोज भनेको हैन
हामीलाई सर्फेस एरियाको एउटा इक्वेसन निकाल भनेको क्या यो क्वेसनले चाहिँ। देन यहाँनिर हामी अलिकति थोरै फिगर बनाउँला यो बुझ्नलाई। इन ओपन रेक्ट्याङ्गुलर बक्स भनेपछि यो एउटा बक्स भयो। भल्युम भनेपछि हाम्रो यस्तो टाइप अफ बक्स हुन्छ, दिस 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 दिस। सो एउटा बक्स भयो, यो माथिको भाग चाहिँ ओपन हुन्छ अरे है, ओपन हुन्छ मिनिङ त्यो खुल्ला टाइप अफ हुन्छ नि त्यो हाम्रो त्यो कार्डबोर्ड बक्सहरू, त्यही बक्स भन्न खोजेको यसले चाहिँ। इनकेस तपाईँले बुझ्नु भएन भने फिगरबाट म एउटा एक्जाम्पलको लागि एउटा फिगर ती साइडमै हालिदिन्छु अहिले एडिटिङमा। देन हाम्रो के भनेको चाहिँ रेक्ट्याङ्गुलर बक्सको चाहिँ एउटा स्क्वायर बेस छ अरे। स्क्वायर बेस भनेपछि यो भनेको बेस हो हाम्रो बक्सको। स्क्वायर भनेपछि यसको लेन्थ र ब्रेथ सेम हुन्छ। सो हामी लेन्थ र ब्रेथ भनेको सेम छ स्क्वायर भनेपछि, त्यसैले यसलाई चाहिँ ए भन्ने एउटा मानौँ है। लेन्थ र ब्रेथ सेम छ त्यसैले यसलाई ए भन्ने मानौँ। देन हामीलाई दिएको के छ, भल्युम दिएको छ 2 मिटर क्युब। देन भल्युम अफ के हो यो रेक्ट्याङ्गुलर बक्स भनेपछि यो भल्युमको फर्मुला के लाग्यो त, भल्युम भनेको लेन्थ इन्टु ब्रेथ इन्टु हाइट लाग्यो। हामीलाई लेन्थ र ब्रेथ त हाम्रो सेम भनेको छ नि त यहाँनिर, जुनले गर्दाखेरि ए टाइम्स यच भयो। यो भनेको ए स्क्वायर यच भयो। भल्युम कति दिएको छ हामीलाई, भल्युम दिएको छ 2 मिटर क्युब। सो 2 भयो यहाँनिर, अनि 2/a स्क्वायर भनेको यच भयो। देन अब हामी यसको सर्फेस एरिया निकालौँ। सर्फेस एरिया भनेको के हो, सर्फेस एरिया भनेको देखिने एरिया, यो देखिने एरिया र तलको बेस हुन्छ, किनकि हाम्रो माथि त गर्न मिलेन नि त। सो माथिलाई गर्न मिलेन, त्यसैले यो एक साइड यो एक साइड यो एक साइड यो साइड भनेको एरिया अफ 4 साइड प्लस बेस भनेको त सर्फेस एरिया भयो नि त, किनकि हाम्रो माथिको त गर्न मिलेन, तलको किनकि माथिको खुल्ला भयो नि त। माथिको यो खुल्ला भएपछि तलको त हामीले हेर्न पायौँ नि त, त्यसैले त सर्फेस एरियामा गर्ने हो नि त। सो सर्फेस एरिया भनेको चाहिँ एरिया अफ बेस प्लस एरिया अफ 4 साइड्स। सो एरिया अफ बेस भनेको त हामीलाई थाहा नै छ, त्यो भनेको एउटा स्क्वायर बेस छ भनेर, जुन भनेको त लेन्थ इन्टु ब्रेथै भयो, लेन्थ इन्टु ब्रेथ प्लस एरिया अफ 4 साइड्स। अब यो भनेको कतिलाई फर्मुला थाहा छ कि छैन, तर यो भने यसको फर्मुला भनेको चाहिँ 2h l प्लस b हुन्छ। अनि अब हामीले के भनेको छौँ, l इज इक्वल्स टु b इज इक्वल्स टु a भनेको कन्डिसन हामीले राखेको छौँ निकास सुरुमै। सो यो भनेको a स्क्वायर हुन्छ प्लस 2h को चाहिँ राखौँ, l भनेको a प्लस a गरौँ, a स्क्वायर प्लस 2h टाइम्स 2a, यो भनेको a स्क्वायर प्लस 4ah भयो है। यतिसम्म बुझ्नु भएको छ नि। ओ अलिकति यो आएन रहेछ, जे होस् यहाँबाट जसमा फेरि बुझाइदिन्छु। यो भनेको चाहिँ फर्मुला भयो, एरिया बेसको फर्मुला भनेको यो l इन्टु b, यो भनेको बसेको स्क्वायर। ओ सरी यो हाम्रो स्क्वायर बेस भनेको चाहिँ नि यहाँ त यल स्क्वायर भयो नि, त्यही अलिक मिस्टेक भएछ मेरो। यल स्क्वायर एरिया अफ बेस भनेको यल स्क्वायर भइगयो, त्यसैले ए स्क्वायर भयो। एरिया अफ 4 साइड भनेको 2h यल प्लस b। हाम्रो यल र b भनेको हाम्रो कन्डिसन सुरुमै निकालिसकेछौँ हामीले। यल इज इक्वल्स टु b इज इक्वल्स टु a छ भनेर हामीले सपोज गरिसकेको छौँ, जुनले यहाँनिर यल र b को भ्यालु हालौँ, a प्लस a भयो, 2h टाइम्स 2a भयो, यो भनेको a स्क्वायर प्लस 4ah भयो। देन है, सो हामी यो a स्क्वायर प्लस 4a, यो h को भ्यालु छ नि यहाँ ल्याएर हालिदिउँ है, यो h को ठाउँमा हालिदिउँ। देन द्याट विल बी 2/a स्क्वायर भयो। सो यो a स्क्वायर र यो a काट्यो, a स्क्वायर प्लस 4 2 8/a हुन्छ। सो हाम्रो सर्फेस एरियाको इक्वेसन आइसक्यो, किनकि हामीले लेन्थ इज इक्वल्स टु बेस इज इक्वल्स टु ए मानेको थियौँ नि त। हामीलाई क्वेसनले त के सोधेको थियो, हामीलाई क्वेसनले सोधेको हो भनेको फाइन्ड एक्सप्रेस सर्फेस एरिया अफ द बक्स एज अ फङ्सन अफ लेन्थ अफ साइड अफ बेस। मिनिङ हाम्रो सर्फेस एरियालाई एज अ फङ्सन मिन्स फङ्सन भयो, यो भनेको फङ्सन भयो हाम्रो
लेन्थ ए भनेको हाम्रो लेन्थ भयो सो जुनले गर्दाखेरि यो क्वेसनले मागेको कन्डिसन फुलफिल भयो देन अब हामी यो 4 नम्बरमा जाने सो यो 4 को चाहिँ अलिक इम्पोर्टेन्ट छ त्यसैले यो 4 को चाहिँ अलिक मजाले हेर्नु है सो 4 नम्बरको क्वेसन पढौँ है एन इलेक्ट्रिसिटी कम्पनी चार्जेस इट्स कस्टमर्स अ बेस रेट अफ $10 a month plus 6 cents per kilowatt hour for the first 1200 kilowatt hour and 7 cents per kilowatt hour for all uses over 1200 kilowatt hour. Express the monthly cost E as a function of the month X of the electricity used. So यो क्वेसन हामीलाई भन्न खोजेको भन्दाखेरि चाहिँ एउटा इलेक्ट्रिसिटी कम्पनी छ अरे जुनले चाहिँ एउटा फिक्स्ड एमाउन्ट फिक्स्ड रेट चार्ज गर्छ अरे हामीलाई बिजुली दिएकोमा जुन चाहिँ $10 छ अरे अनि मन्थ अनि एउटा एडिसनल 6 सेन्ट चाहिँ लाग्छ पर फर दी फर्स्ट 1200 किलोवाट भनेपछि हाम्रो कतिवटा लेखेर बुझाउँछु है म सो हाम्रो यहाँनिर बेस रेट भनेको छ क्वेसनले $10 देन सो यो $10 चाहिँ हामीले सुरुमै तिर्नु नै पर्ने कुरा हो देन 6 cents पर किलोवाट आवर है फर दी फर्स्ट 1200 मिन्स हाम्रो यो बिजुली हामीले यो 1200 किलोवाट चलाउँदाखेरि चाहिँ हामीले 6 सेन्ट चाहिँ तिर्नुपर्छ पर आवरको मिनिङ हामीलाई when 6 cents पर किलोवाट आवर चाहिँ 1200 किलोवाट तल हुँदाखेरि चाहिँ हामीले यो 6 सेन्ट पर किलोवाटको रेटमा पैसा तिर्नुपर्छ तर अर्को कन्डिसन दिएको छ इन केस हामीले चाहिँ 1200 किलोवाट भन्दा बेसी प्रयोग गर्यौं भने चाहिँ यो 6 सेन्ट्सबाट कति इज ओभर 7 सेन्टमा पुग्छ यो एडिसनल यो फर्स्टको कस्ट जोडिएर यो एडिसनल 7 सेन्ट जोडिदै आउँछ मिनिङ हामीलाई यसले भन्न खोजेको के हो भन्दाखेरि हाम्रो बेस रेट यति भयो सो हाम्रो फर्स्ट कन्डिसनले भन्न खोजेको एकचोटि म लेखेरै बुझाउँछु ले क्वेसन गरेर बुझाउँछु है फर्स्ट कन्डिसन भनेको के भयो भन्दाखेरि सुरुमा लेस देन 1200 हुँदाखेरि है 1200 किलोवाट आवर है हुँदाखेरि चाहिँ हाम्रो ई भनेको 10 भनेको हाम्रो फिक्स्ड भनिसकेको छ नि त क्वेसनले किनकि $10 त हामीलाई तिराउँछ कि तिराउँछ यसले कम्पनीले किनकि त्यो बेस रेट भएको नि त सो 10 हुन्छ 10 प्लस अब यो कतिलाई थाहा धेरैजसोलाई थाहा होला तर 6 सेन्ट्स भनेको चाहिँ अमेरिकाको डलर के भन्छ हाम्रो यो चिलर जस्तै हो क्या सो 6/100 गर्दाखेरि चाहिँ सेन्टमा आउँछ यो 0.06 भयो यो सेन्ट भनेको यति हुन्छ डलरको भावमा गर्दाखेरि देन 0.06 टाइम्स यक्स टाइम्स 1200 वेट यो 1200 हुँदैन हाम्रो सो हाम्रो फिक्स्ड प्राइस यति भयो 0.06 यक्स भनेको चाहिँ हाम्रो कति किलोवाट पुगिरहेछ अहिले त्यो भयो यसमा लेखिहालौँ वेयर यक्स इज किलोवाट युज्ड देन हाम्रो फर्स्ट कन्डिसन अनुसार E इज इक्वल्स टु 10 प्लस 0.06 यक्स आउँछ किनकि यक्स भनेको त हाम्रो कति किलोवाट हामीले युज गरेको छौँ भनेको छ यो चाहिँ 1200 भन्दा कम हुँदाखेरिको कन्डिसन भयो अब 1200 भन्दा बेसी मतलब कन्डिसन सेकेन्ड यो भनेको चाहिँ हाम्रो यक्स भनेको कति किलोवाट युज गरेको चाहिँ यो चाहिँ 1200 भन्दा बेसी हुँदाखेरिको कन्डिसन ई भनेको यो ओरिजिनल त हाम्रो भइरहेको छ नि त मिनिङ ओरिजिनल त हाम्रो मिनिङ यो ओरिजिनलमा हामीले यक्सको सट्टा 1200 लेख्न पाइम नि त किनकि हामीलाई क्वेसनले त के भनेको छ यो 6 सेन्ट त सुरुको 1200
किलोवाटको लागि मात्रै हो भनेर भनेको छ हामीलाई क्वेसनले। मिनिङ 1200 त बेसी भएपछि 7 सेन्ट्समा पुग्छ नि त। सो भन्न खोजेको के हो भन्दाखेरि हाम्रो यो 10 प्लस 0.06 टाइम्स 1200 हुन्छ, किनकि हाम्रो यो 1200 भन्दा बेसी 1200 भन्दा बेसी पुगेपछि त यो प्राइस पढ्न थाल्छ नि त पर किलोवाटको। सो 1200 प्लस यति भयो, प्लस अब हाम्रो कन्डिसन 2 ले चाहिँ के भनेको छ 7 सेन्ट्स जति 1200 भन्दा जति ओभर हुन्छ त्यति यक्स हुन्छ। सो 0.07 यक्स माइनस 1200 भयो, किनकि अब हाम्रो यो 1200 भन्दा बेसी भइसकेपछि त हाम्रो यक्स अगाडि आइगयो। जस्तै एक्जाम्पल लिने, मैले चाहिँ सुरुको यो इलेक्ट्रिक कम्पनीबाट बिजुली लिँदैछु अरे। देन इलेक्ट्रिक कम्पनीबाट बिजुली लिँदैछु अरे, मैले पहिलो दिन चाहिँ 600 किलोवाट लिँदै युज गरेँ अरे। सो हाम्रो यो कम्पनीले पैसा कसरी क्यालकुलेट गर्यो, टोटल इलेक्ट्रिसिटीको पैसा कसरी क्यालकुलेट गर्यो, यसरी युज गर्यो, किनकि एक्सको सट्टा 600 राखेर क्यालकुलेट गर्यो। तर मैले सेकेन्ड दिन चाहिँ कति 1800 किलोवाट युज गर्दै अरे है। मैले 1800 किलोवाट युज गरेँ भने त कम्पनीले त मलाई सुरुमै भनेको छ तैँले 1200 भन्दा बेसी युज गरिस् भने तेरो 6 सेन्टबाट म 7 सेन्टको हिसाबले पैसा दरले काट्न थाल्छु। मिनिङ हाम्रो सुरुको 1200 त यसले कम्पनीले 6 सेन्टकै दरले काटेको हुन्छ नि त। तर 1200 कटेपछि त 7 सेन्टको दरले काट्न थाल्छ पैसा। देन यो भनेको कति आउँछ क्यालकुलेटरबाट गरौँ एकैछिन। यति क्यालकुलेटरबाट गर्दाखेरि यतिको सल्युसन आउँछ 82 प्लस 0.07 यक्स माइनस 1200। सो यसलाई राम्ररी यसको फर्मल एन्सर चाहिँ लेख्दाखेरि यस्तो हुन्छ, E इज इक्वल्स टु हाम्रो यो कन्डिसन 1 र कन्डिसन 2 लाई लेख्दाखेरि यति भनेको हाम्रो फर्स्ट कन्डिसन यो भयो। सो द्याट इज 10 प्लस 0.06 यक्स फर यक्स इज लेस देन 1200 हुँदाखेरि, अनि 82 प्लस 0.07 यक्स माइनस 1200 फर यक्स इज ग्रेटर देन 1200 हुँदाखेरि। सो यति भयो हाम्रो यो 4 नम्बरको क्वेसन। देन यो 5 नम्बरको क्वेसन हेरौँ। यो 5 नम्बरको चाहिँ एकदम सजिलो टाइपको क्वेसन हो। यसको चाहिँ यो चाहिँ बुककै एक्जाम्पलबाट लिएको हो, त्यही यो एक्जाममा सोधेको छ। त्यसैले म तपाईँलाई यो बुकैबाट एकैछिन बुझाइदिइहाल्छु है। सो बुक छ। सो यो बुकको मेरो चाहिँ यो ओल्ड बुक भएर त्यसैले पेज नम्बर अलिक तलमाथि हुन सक्छ। जस पेज नम्बर 5 को एक्जाम्पल नम्बर 8 को क्वेसन हो यो चाहिँ। एज यु क्यान सी फंक्शन इज डिफाइन्ड बाई fx1 minus x स्क्वायर, अनि यहाँ पनि त्यही भनेको छ फंक्शन इज डिफाइन्ड बाई 1 minus x स्क्वायर इफ x इज लेस देन -1 x इज ग्रेटर देन 1 भनेको छ। हियर इभ्यालुएट f -3 -1 अनि 1 भनेको छ। सो अब हामीलाई यो फर्स्ट कन्डिसनले के भनेको छ, यो कन्डिसन चाहिँ प्रयोग हुन्छ जुन बेला x चाहिँ -1 भन्दा थोरै छ। मिनिङ 1 minus x मा चाहिँ अब यहाँ -1 भन्दा थोरै यो तीनटामा कुन छ, यो भयो एउटा र यो भयो, यो त भएन नि त -1 भन्दा थोरै। त्यसैले f -3 र f -1 चाहिँ यो कन्डिसनमा लाग्छ। त्यसैले अब यो सेकेन्ड कन्डिसनले के भनेको छ, x स्क्वायर हुँदाखेरि चाहिँ x चाहिँ -1 भन्दा बेसी हुन्छ। सो f -1 चाहिँ यसमा लाग्ने भयो। देन हामीले बस अब यसमा यो x को ठाउँमा -3 -1 भनेर रिप्लेस मात्रै गरिदिने हो। अब 1 minus x को ठाउँमा -3 यो गर्दाखेरि 4 आउँछ। f -1 1 minus -1 यो गर्दाखेरि 2 आयो। देन अब फेरि यहाँ मैले के भनेको थिएँ, कन्डिसनले के भनेको थियो, x स्क्वायर x चाहिँ -1 भन्दा ठुलो 1 भएपछि 1 को स्क्वायर 1 नै भयो। अब यहाँनिर ग्राफ हेरौँ। यो ग्राफ तपाईँले इनकेस बुझ्नु भएन भने म फेरि यहाँ मेरै कपमा एकचोटि गरेर देखाइदिइहाल्छु। सो यहाँनिर हेर्न सक्नुहुन्छ। सो यसले चाहिँ फर ग्राफ अफ इज अ स्ट्रेट लाइन, किनकि
यसले चाहिँ यहाँ क्वेसन यसले चाहिँ यहाँ बुकले चाहिँ के भनेको छ फर वाइ इज इक्वल्स टु माइनस इज अ स्ट्रेट लाइन किनकि यहाँ हेर्नुहोस् अब यहाँनिरबाट हामीले यो पोइन्ट त आउँछ नि त सो यो भनेको 4 कमा माइनस 3 हुन्छ सो 4 कमा माइनस 3 भनेपछि 1 2 3 माइनस 3 कमा 4 भयो यो भनेको माइनस 3 कमा 4 माइनस 3 भनेपछि 1 2 3 भयो समथिङ ओभर समवेयर ओभर हियर हुन्छ यहाँनिर समवेयर ओभर हियर हुन्छ माइनस 4 कमा 3 माइनस 3 कमा 4 सरी माइनस 3 कमा 4 एन्ड जस्ट वेट अ मिनट म मेरो कपमा गर्छु यहाँ अलिकति गाह्रो मात्रै भयो हामीलाई यो क्वेसनबाट एक्चुअली लेखिहालेँ है एफ माइनस 3 गर्दाखेरि एफ माइनस 3 गर्दाखेरि 4 आयो एफ माइनस 1 गर्दाखेरि 2 आयो र एफ 1 गर्दाखेरि 1 आयो सो यो एफ माइनस 3 भनेको त एफ एक्स इज इक्वल्स टु 1 माइनस एक्स गरेको हो नि त सो यो भनेको त माइनस 3 भनेको त एक्सको भ्यालु आएको र यति भनेको वाइको भ्यालु आएको हो क्या सो देन हाम्रो यहाँनिर ग्राफ बनाउँदाखेरि चाहिँ एकचोटि हेरौँ है सो यो पोइन्ट के हो यो भनेको 3,4 भयो यसबाट पोइन्ट यो आउँछ अनि यसबाट पोइन्ट यो आउँछ यसबाट चाहिँ माइनस 1,2 भयो देन यहाँ पोइन्ट गर्मै माइनस 1 भयो यो माइनस 3 यहाँ भयो यो कति 2 यहाँ भयो र 4 यहाँ भयो है सो 4 र माइनस 3 यहाँ भयो पोइन्ट एउटा सो अनि 1,2 यहाँ समवेयर लाइक हुन्छ नि यहाँ हुन्छ सो यो भनेको एउटा जस्ट मैले रफली बनाएको जस्ट एउटा स्ट्रेट लाइन बन्छ क्या यो भनेको चाहिँ ग्राफमा गर्दाखेरि सिमिलरली एफ 1 र 1 भनेपछि यहाँ हुन्छ यो एक्स स्क्वायरको ग्राफ चाहिँ होइन लाइक यस्तरी माथि जान्छ क्या स्ट्रेट बुकमै छ क्या तपाईँलाई म देखाइदिइहाल्छु पछाडितिर छ F equals to x square. Where? कता छ जस मैले भेटिनँ कि यहाँनिर जस मैले देखेँ जस्तो लागिरहेको थियो जस यसको ग्राफ चाहिँ यसरी माथि जान्छ क्या जस्तै यहाँनिर एक्स स्क्वायर भयो है एक्स स्क्वायरमा पोइन्ट हाल्दै जाऊँ एक्स र वाइ यहाँनिर 1 भयो यहाँ पनि 1 हुन्छ 2 को 4 हुन्छ 2 भयो 4 यहाँनिर भयो सो यसरी माथि जान्छ क्या सो बुकले पनि त्यही गरेको छ सो यो बुकले पनि एक्जाम्पलमा त्यही गरेको छ एउटा स्ट्रेट लाइन यहाँनिर हाम्रो भयो जस्तै स्ट्रेट लाइन भयो यहाँनिर एउटा सिमिलरली अर्को एउटा यसरी माथि जाने लाइन भयो यो चाहिँ हाम्रो वाइ इज इक्वल्स टु एक्स स्क्वायरको लागिको भयो यो अनि यो भनेको चाहिँ वाइ इज इक्वल्स टु 1 माइनस एक्सको लागि भयो देन अब हामी 6th क्वेसनमा लागौँ सो यो 6 र 7 चाहिँ लास्ट इम्पोर्टेन्ट क्वेसन है यो 6 र 7 चाहिँ पुरै इम्पोर्टेन्ट क्वेसन हो किनकि यो चाहिँ सबैले एक्जाममा पनि सोधिराख्ने क्वेसन हो अनि हामी 6 नम्बरमा जाने ड्राई एयर मुभ्स अपवर्ड it expands and cools if the ground temperature is 20 degrees Celsius and the temperature at a height of 1 kilometer is 10 degrees Celsius. So यति पढ्दा हामीले के इन्फर्मेसन पायौँ यो हेरौँ ल सुरुमा सो फर्स्टली भनेको छ हामीलाई टेम्परेचर दिएको छ 20 डिग्री यो चाहिँ कुन बेला ग्राउन्डमा हुँदाखेरि मिनिङ ग्राउन्डमा हुँदाखेरि मिन्स यो भुइँमा हुँदाको टेम्परेचर हो देन एउटा हाइट 1 किलोमिटरमा हुँदाखेरि फेरि 1 किलोमिटर हुँदाखेरि चाहिँ 10 डिग्री सेल्सियस छ अरे देन हामीलाई क्वेसनले के गर भनेको छ हेरौँ है एक्सप्रेस इन टेम्परेचर टी एज अ फङ्सन अफ द हाइट एच इन किलोमिटर्स अज्युमिङ द्याट अ लिनियर मोडल इज एप्रोप्रिएट सो अब यहाँनिर हामी सुरुमा चाहिँ होइन लिनियर मोडल भनेको के हो त्यो चाहिँ बुझ्यौँ है सो हामीलाई थाहा छ हामीले त्यो सानैदेखि हेर्दै आएको लिनियर इक्वेसन एउटा लिनियर इक्वेसनहरू हामीले सानैदेखि हेर्दै आएको द्याट इज वाइ इज इक्वल्स टु एमएक्स प्लस बी अरू कतिवटा बुकहरूले वाइ इज इक्वल्स टु एमएक्स प्लस सी पनि लेख्छन् सेम थिङ सो यहाँ
oh sorry then y is equals to mx plus c पनि लेख्छन् सो हामीलाई चाहिँ लिनियर मोडल निकाल भनेको छ जुनमा चाहिँ एक्सप्रेस द टेम्परेचर इज द फंक्शन दैट इज टेम्परेचर यसको सट्टा y को सट्टा टेम्परेचर राख्ने देन फंक्शन अफ हाइट मीन्स x को सट्टा h हाल्ने त्यसको m h प्लस अज्युमिङ दैट यस यति नै अनि b भनेको एउटा फिक्स्ड भ्यालु हुन्छ नि b त्यही फिक्स्ड भ्यालु सुरुदेखि नै त्यो भनेको यतिकै हुन्छ सो हामीलाई mh प्लस b हुन्छ यो फर्ममा राख भन्ने निकाल भनेको छ एउटा फंक्सन जुनले चाहिँ सबैतिर काम लाग्छ क्या यो जुन एरियामा यिनीहरूले टेम्परेचरको एक्सपेरिमेन्ट गरेर निकालेका छन् त्यो एरियामा यो फंक्सन काम लाग्छ भनेर निकाल भनेको छ सो देन हामीलाई यो क्वेसनले भने अनुसारको फर्ममा लेखौँ इन्फर्मेसन लेख्दै जाम सुरुमा यसले भनेको छ ग्राउन्ड भनेपछि हाम्रो हाइट 0 भइगयो देन टेम्परेचर दिएको छ 20 डिग्री ग्राउन्डमा हुँदा फेरि 20 डिग्री सेल्सियस दिएको छ देन जुन बेला हाइट 1 किलोमिटर हुन्छ त्यो बेला 10 डिग्री दिएको छ दैट मिन्स हाइट 1 किलोमिटर हुँदा फेरि टेम्परेचर 10 डिग्री सेल्सियस दिएको छ है सो हामी यो दुईटा केसेसहरु बनामे केस 1 मा हुन्छ हाम्रो टेम्परेचर भनेको 20 डिग्री 20 इज इक्वल्स टु 20 डिग्री इज इक्वल्स टु m हाइट भनेको त 0 भयो 0 प्लस b को b सो b भनेको हाम्रो 20 डिग्री सेल्सियस हुन्छ यो नोट राखेर पनि यहाँबाट b को भ्यालु आयो हाम्रो एउटा फिक्स्ड टेम्प उसी c डिग्री हुँदैन है डिग्री c हुँदैन फिक्स्ड भ्यालु आयो देन सेकेन्ड केस हालौं जुनमा चाहिँ यसको भ्यालु लाग्छ यो भनेको यसमा चाहिँ टेम्परेचर भनेको 10 डिग्री सेल्सियस दिएको छ m हाइट भनेको 1 दिएको छ प्लस b भनेको हामीले यहाँबाट निकाल्नु 20 हो आयो सो 10 - 20 इज इक्वल्स टु m भनेको -10 भयो सो यो दुईटै भ्यालु यतातिर लेखौँ m इज इक्वल्स टु -10 र b भनेको 20 भयो सो हाम्रो लिनियर मोडल के थियो t इज इक्वल्स टु mh प्लस b छ हामीसँग m को भ्यालु आइसक्यो m भनेको -10 h प्लस b भनेको 20 छ है सो देन हाम्रो यो a नम्बरको कन्डिसन फुलफिल भइसक्यो किनकि हामीलाई टेम्परेचरको फंक्सन निकाल्यौं जुनमा चाहिँ हाइटलाई फंक्सन मानेको छ है सो देन व्हाट डज द स्लोप रिप्रेजेन्ट भनेर सोधेको छ यहाँनिर स्लोप भनेको के हुन्छ m भनेको हाम्रो स्लोप भयो सो यो स्लोपले चाहिँ के रिप्रेजेन्ट गर्छ भनेको छ हाम्रो यो एउटा ग्राफ बनामे यो y यो x भयो सो हाम्रो यो स्लोप भनेको छ -10 छ भनेको यो डिक्रिजिङ खाले स्लोप हो यसरी डिक्रिजिङ भइरहेछ नि त सो यो भनेको रेट अफ चेन्ज बिट्विन टेम्परेचर एन्ड हाइट त हो टेम्परेचर एन्ड हाइट त हो यो भनेको रेट अफ चेन्ज बिट्विन टेम्परेचर एन्ड हाइट यो स्लोपले रिप्रेजेन्ट गर्ने भनेको त्यही हो जुन क्वेसनमा यहाँनिर सोध्छ नि व्हाट डज द स्लोप रिप्रेजेन्ट फेरि यो 7 नम्बरमा सोध्छ यतातिर व्हाट डज द स्लोप रिप्रेजेन्ट यो भनेको क्वेसनले जे सोधेको छ नि त्यसकै रेट अफ चेन्ज बिट्विन हो क्या मिनिङ जस्तै यहाँनिर टेम्परेचर र हाइटको रेट अफ चेन्ज भयो यो क्वेसनमा फेरि टेम्परेचर र चर्पिङको के अरे रेट अफ चेन्ज भयो त्यही हो क्या देन अब यो सी नम्बरमा चाहिँ व्हाट इज द टेम्परेचर एट हाइट अफ 2.5 किलोमिटर सो बस यो भ्यालुमा हामीले h को ठाउँमा 2.5 हाल्दिनु सो t भनेको -10 टाइम्स 2.5 प्लस 20 हुन्छ सो यसको सल्युसन गर्दा कति आउँछ आन्सर -5 डिग्री सेल्सियस आयो नि त सो सिम्पल यो भनेको यति तपाईलाई हुन्छ नि यति थोरै अलिकति एक्स्ट्रा ल्याङ्ग्वेज लेख्नुहोस् अनि त्यो यो भनेको दिस इज इक्वेसन 1 इक्वेसन 2 गरेर यसरी गर्नुहोस् भने
तपाईलाई यो क्वेसन टक्क 5 मार्क्समा सोध्छ यो क्वेसन टक्क 5 मार्क्समा सोध्छ 5 मार्क्समा सोध्छ ठ्याक्क तपाईले थोरै ल्याङ्ग्वेज लेखेर गर्नुभयो भने 5 मा 5 आउँछ क्या बस यो बी नम्बरमा चाहिँ यो चाहिँ लेख्न नबिर्सनुस् म यो बी को चाहिँ आन्सर के अरे राम्ररी लेखिदिन्छु रुक्नुहोस् है बी नम्बर देखेन बी नम्बर m is equals to -10 छ here the slope represents the rate of change of temperature with respect to height, that is dt by dh is equals to -10 यति हो तपाईले यहाँनेरि बस यो हुन्छ नि dt by dh को सट्टा यो र यो मात्र चेन्ज गर्नुपर्छ हरेक क्वेशनमा किनकि जस्तै अब यो क्वेशन हेरौँ सेकेन्ड नम्बर 7 नम्बर यहाँनेरि चाहिँ biologist has noticed that chirping is that the rate of biologists have noticed that chirping rate of crickets of certain species is related to the temperature and the relationship appears to be very nearly linear भनेपछि linear model y is equals to mx plus c को फर्ममा निकाल भन्ने नै हो linear model a cricket produces 133 chirps per minute and 70 degree Fahrenheit and 173 chirps per minute at 80 degree Fahrenheit. So this one is same hai okay? That is यहाँनेरि के छ हाम्रो यहाँनेरि चाहिँ एकचोटि यो एक क्वेशन पढिहाल्नु find the linear equation that the models the temperature T as a function of the number of chirps per minute n यसमा के छ अघि हाम्रोमा t is equals to mh plus b थियो किनकि अघि त हामीलाई h लाई फंक्सन मान भनेको थियो यसमा बस थोरै चेन्ज हुन्छ यसमा चाहिँ t is equals to n plus b जुनमा n भनेको नम्बर अफ चर्प्सलाई फंक्सन मान भनेको छ नाउ यसको दुईटा कन्डिसन हुन्छ यसको पनि केस 1 केस 2 गर्नुस् त्यो भनेको t भनेको कति छ हाम्रो t भनेको 70 डिग्री हुँदा फेरि 133 चर्प्स द्याट इज 70 टेम्परेचर t 70 हुँदा फेरि यम यति है n भनेको 133 दिएको छ 133 टाइम्स मल्टिप्लाई प्लस b लेखौँ अनि फेरि केस 2 मा कति छ 80 173 हुँदा फेरि 80 173 m प्लस b हुँदा फेरि सो यो सल्भ गर्नुस् आई रिकमेन्ड यु युज क्याल्कुलेटर किन क्याल्कुलेटरबाट एकदम सजिलो हुन्छ सल्भ गरेपछि m को भ्यालु 1/6 आउँछ र b को भ्यालु 307/6 आउँछ अनि यसलाई फेरि यो इक्वेसनमा हाल्दा फेरि t भनेको हाम्रो t = 106n + 307/6 हुन्छ सिमिलरली यसले यहाँ सोधेको छ कि व्हाट इज द स्लोप अफ द ग्राफ अनि व्हाट डज इट रिप्रेजेन्ट अरे अब व्हाट इज द स्लोप अफ दिस ग्राफ भनेको के भन्न खोजेको भन्दा फेरि यहाँ एउटा यस्तो बनाउने यहाँ 307/6 भयो अरे यो यहाँदेखि माथि जान्छ यति यो ग्राफ यसको 306 भन्दा 307/6 भन्ने एउटा पोइन्ट छ अरे यहाँ ग्राफमा यो भन्दा ठ्याक्क माथिको यसको ग्राफ बनेको स्लोप बनेको देन सेकेन्ड पार्टले के भनेको छ व्हाट डज इट रिप्रेजेन्ट भनेको के भनेको थियो मैले अघिदेखि इट मिन्स हियर द स्लोप रिप्रेजेन्ट्स द रेट अफ चेन्ज अफ टेम्परेचर विथ रेस्पेक्ट टु अघि हाइट थियो यो हाइटको सट्टा चर्प्स लेख्ने अनि dh को सट्टा dn लेख्ने -10 को सट्टा 1/6 मिल्यो सक्यो यतिको तपाईलाई 5 मार्क्स हुन्छ के यतिको तपाईलाई
लाइक एकदम यो एकदम सजिलो च्याप्टर हो क्या। भयो जस्तो तपाईँले धेरै जस्तो बेला सोध्ने भनेकै यही हो क्या। लाइक यो 6 र 7 नम्बर छ नि, यो चाहिँ लाइक प्र्याक्टिस गरेर जानु छ, किनकि यो लाइक 3 वर्षदेखि यस्तै टाइपको मात्रै सोधिरहेको छ क्या। 2077देखि होला क्यारे यो यस्तो खाले सुरु भएको, नभए त्योभन्दा अगाडिदेखि तपाईँलाई सोध्ने भनेको यो टाइप अफ क्वेसन सोध्दै थियो क्या। तपाईँ डोमेन र रेन्ज निकाल्ने, डोमेन र रेन्ज निकाल्ने। तर अहिले चाहिँ त्यो सोध्न छोडेको छ, त्यो सट्टा बरु यो सोधेको सोधेछ। त्यो ग्रुप एमा 10 मार्क्समा आउँछ नि, त्यही 10 मार्क्समा आउनेमा सोधिरहेछ क्या। सो 7 नम्बर पनि भयो, 7 नम्बरको ए भयो, बी भयो। अब यो सीले के भनेको छ, इफ द अब यसमा चाहिँ सीमा चाहिँ के भन्छ, द क्रिकेट्स आर चर्पिङ एट 150 चर्च पर मिनट, एस्टिमेटेड टेम्परेचर। सो एस्टिमेटेड टेम्परेचर भनेको 150 भनेको बस यहाँनिर यन चाहिँ 150 हालेर गर्नु भनेर खोज्या हो। त्यो तपाईँ सकिहाल्नुहुन्छ होला। सो अब हामी चाहिँ 8 नम्बरमा जामे। 8 नम्बरमा इफ 8 नम्बरको चाहिँ दुईवटा क्वेसन छ। म ए नम्बर गर्छु, तपाईँ चाहिँ 2 नम्बर गर्नुहोस्। 2 नम्बर मैले सजिलै राखिदिएको छ, किनकि 1 नम्बर चाहिँ गाह्रो छ, किनकि यसमा चाहिँ अलिकति एउटा नयाँ कन्सेप्ट पनि म बुझाउन जाँदैछु। सो लेट्स डु इट। सो 8 नम्बरको क्वेसनले के भन्छ त्यो पढ्मै सुरुमा चाहिँ इफ आई इज इक्वल्स टू एफ एक्स इज इक्वल्स टू रूट अंडर एक्स एंड जी एक्स इज इक्वल्स टू रूट अंडर 2 माइनस एक्स, फाइंड इच फंक्शन एंड इट्स डोमेन। डोमेन मतलब फाइंड इट्स फंक्शन एंड इट्स डोमेन। ए नम्बरमा के फाइंड गर भनेको छ एफओजी, बी नम्बरमा जिओएफ, सी नम्बरमा एफओएफ र डी नम्बरमा जिओजी फाइंड गर्नु भनेको छ। देन अब हामी यो आई नम्बर चाहिँ म गरिदिन्छु, आई चाहिँ तपाईँ आफै गर्नुहोस्, किनकि आई एकदम सजिलो छ। सो आई नम्बर है, आई नम्बर एफ एक्स भनेको रुट एक्स र जिएक्स भनेको रुट अंडर 2 माइनस एक्स है। सो सबसे सुरुमा हामीलाई के खोज भनेको छ, एफओजी खोज भनेको छ। सो एफओजी भनेको चाहिँ एफ जिएक्स चाहिँ खोज भनेको क्या। मिन्स तपाईको एक्सको ठाउँमा जीको एक्स हालिदिनु भनेको, मिनिङ रुट अंडर यो एक्सको ठाउँमा यो भ्यालु हाल्नु भन्ने हो 2 माइनस एक्स, फेरि रुट भयो। सो यो भनेको कति भयो 2 माइनस एक्स 1/4 भयो। देन यसको डोमेन निकालौँ है। यसको डोमेन कति हुन्छ, 0 देखि इन्फिनिटी हुन्छ, किनकि यो भनेको त अब रुट भयो नि त। रुटभित्र त नेगेटिभ हुन पाएन, किनकि मैले अघि नै भनेको थिएँ रुटभित्र नेगेटिभ हुन पाउँदैन। सो यसको डोमेन 0 देखि सुरु भएर पोजिटिभ इन्फिनिटीसँग जान्छ। सो 0 देखि इन्फिनिटी भयो यसको डोमेन। देन सेकेन्डली हामीलाई के भनेको छ, जिओएफ खोज भनेको छ। जिओएफ खोज भनेको छ है। सो जिओएफ भनेको के हो, जी एफ एक्स भनेको मिन्स यो जीको यसको ठाउँमा यो एक्सको भ्यालु हाल्नु भन्ने हो, मिनिङ रुट अंडर 2 माइनस एक्स भनेको फेरि रुट एक्स हो। सो जिओएफ भनेको तपाईँलाई म फेरि यहाँनिर गरेर लेखिदिन्छु, 2 माइनस रुट एक्स ग्रेटर अर इज इक्वल्स टू 0, किनकि रुटभित्र नेगेटिभ हुन पाउँदैन। देन 2 यो एक्स यता गयो रुट एक्स, देन स्क्वायरिङ बोथ साइड गरौँले 4 इज एक्स, द्याट इज 4 चाहिँ एक्स भन्दा एक्स चाहिँ 4 भन्दा ठुलो हुँदैन। मिनिङ अघि हामीले त्यो यतातिर अलिक अगाडि सुरुमै यहाँनिर मैले देखाएको थिएँ, यहाँनिर के भनेको थिएँ -3 देखि यस्तो कन्डिसन भयो भने इनइक्वालिटीको लाग्छ त्यो फर्मुला कि रुल जस्तै हो नि त्यो लाग्छ, जुन भनेको चाहिँ हामीलाई एक्स इज 4 भन्दा ठुलो भनेपछि -4 एक्स 4 हुन्छ। नाउ अब यहाँ चाहिँ एउटा युनिक कन्डिसन आयो है, किनकि तपाईँ यो भ्यालु हेर्नुहोस् है, यहाँनिर मैले अघि सुरुमा भनेको थिएँ रुटभित्र नेगेटिभ आउँदैन भनेर। सो तपाईँले एक्सको भ्यालु यहाँनिर यो इक्वेसन अनुसार के भनेको छ, -4 देखि 4 को बिचमा जे पनि हुन पाउँछ। सो हामीले एकचोटि यहाँ ट्राई गरौँ है, यो एक्सको ठाउँमा चाहिँ -3 हालेर गरौँ है। सो 2 माइनस रुट अंडर -3 भयो। सो रुटभित्र माइनस भयो नि त, यो त मिल्दैन नि त। सो हामीले यसमा चाहिँ रुटभित्र माइनस हाल्न मिलेन। सो यसमा चाहिँ 0 एक्सदेखि 4 हुन्छ।
यो -4 लाई गर्न मिल्दैन किनकि हाम्रो यहाँ रुट छ, त्यसैले किन रुट छ जुनमा चाहिँ रुटभित्र माइनस आउन मिलेन। सो 0 देखि x देखि 4 हुन्छ। सो हाम्रो डोमेन के हुन्छ 0,4 हुन्छ। इनकेस तपाईँलाई कन्फ्युजन भयो भने यहाँ सुरुकोमा यता हेर्नुहोस् है, यहाँनिर चाहिँ 9 - x² थियो। अब यहाँनिर -2 हाल्नुमा यो चाहिँ -3 देखि 3 को बिचमा जुन पनि भ्यालु हुन पाउँछ भनेर जस्तो -2 हाल्नुमा यसमा हालेर चेक गरौँ है भ्यालु आउँछ कि आउँदैन। रुट 9 - -2 को होल स्क्वायर गर्दाखेरि 9 - 4 भयो। यो भनेको कति हो 9 - 4 भनेको √5 भयो। यो त भ्यालु एउटा फिक्स्ड भ्यालु हो नि त, रुटभित्र नेगेटिभ पनि आएन इन्डिटर्मिनेट पनि भएन। सो यो त एउटा फिक्स्ड भ्यालु आयो नि त। तर यहाँ त यो माइनसको यो के अरे 0 भन्दा उताको भ्यालु हाल्दाखेरि त रुटभित्र नेगेटिभ आयो त मिल्दैन नि, त्यो त म्याथमेटिक्स लले नै रङ भन्यो नि त। सो हामीले हाम्रो यो डोमेन भनेको त्यसको 0 देखि 4 सम्म मात्रै जान्छ। सो हाम्रो डोमेन भनेको यो ठुलो ब्र्याकेट 0,4। अल्सो तपाईँहरूलाई थाहा छ कि छैन, यो ठुलो ब्र्याकेट र मिन्स यो बिग ब्र्याकेट र यो स्मल ब्र्याकेटमा फरक हुन्छ नि। यो बिग ब्र्याकेट हुँदाखेरि चाहिँ यसलाई यो पनि गनिन्छ भन्ने मान्ने, स्मल ब्र्याकेट हुँदाखेरि चाहिँ यो चाहिँ गनिँदैन भन्ने मान्ने हो क्या। सो देन अब हाम्रो के भयो GOF सम्म भयो है। अब हाम्रो सेकेन्ड के छ FOF गर्नुपर्ने छ है। सो FOF तिर लागौँ है। सो हाम्रो FX एकचोटि फेरि लेखिदिइहाल्छु म यहाँनिर। FX भनेको √x र GX भनेको √2 - x एकचोटि लेखिहालौँ। देन FOF है, FOF भनेको F को भित्र फेरि FX हाल्ने हो। यो भनेको √x को भित्र √x हुने हो, सिम्पल। यो भनेको x⁴ सेम कन्डिसन 0 देखि इन्फिनिटी हुन्छ। यसको रुट 0 देखि इन्फिनिटी हुन्छ किनकि मैले यता भनिदिएको थिएँ रुटभित्र नेगेटिभ आउँदैन। देन सो रुटभित्र नेगेटिभ आउँदैन। सो 0 भन्दा ठुलो हुनु पर्यो, जुन पनि भ्यालु आउन पायो। सो 0 देखि डोमेन भनेको 0 देखि इन्फिनिटी भयो। देन फाइनली यो GOG है, यो GOG चाहिँ मजाले बुझ्नुहोस् है। GOG चाहिँ अलिक कम्प्लेक्स छ। सो GOG निकालौँ है सुरुमा। यो भनेको GX हो। यो भनेको 2 - √2 - x हो। सो यसमा चाहिँ अब अलिक कम्प्लेक्स छ किनकि यसमा चाहिँ अब तपाईँले यसको सुरुमा चाहिँ यसको डोमेन निकाल्नुपर्छ अनि यसको डोमेन निकाल्नुपर्छ। दुईवटा मिसाएर यो टोटल डोमेन निस्किन्छ। द्याट इज सुरुमा म यहाँ गर्छु नि फेरि बुझाइदिन्छु है। 2 - x सुरुमा यतिको डोमेन निकालौँ 2 - x इज ग्रेटर अर इक्वल टु 0। द्याट इज 2 इज ग्रेटर अर इक्वल टु x, मिनिङ x चाहिँ 2 भन्दा सानो हुन्छ। सो यो हेरेर तपाईँले बुझिसक्नु भयो होला। -2 देखि x फेरि 2 सम्म आउँछ। तर देन अगेन फेरि यो ठुलो खालीलाई पनि गर्नुपर्ने हुन्छ नि त हाम्रो। फेरि 2 - √2 - x इज ग्रेटर अर इक्वल टु 0 हुन्छ। सो 2 - इज ग्रेटर 2 इज ग्रेटर √2 - x भयो। द्याट इज स्क्वायरिङ बोथ साइड गर्दाखेरि 4 इज ग्रेटर अर इक्वल टु 2 - x भयो। सो यो x यता आयो, x इज ग्रेटर अर इक्वल टु -2 भयो। सो -2 2 भयो। सो द्याट इज द डोमेन विल बी -2 देखि 2 हुन्छ है। हुन त यो गर्नुपर्ने जरुरी थिएन। इनकेस तपाईँले त अगाडिसम्म त केही बुझ्नु भएको छैन भने -3 अघि हामीले यहाँ गरेको थियौँ। -3 देखि यो 3 कहाँबाट -3 देखि यो 3 कहाँबाट यसो अलिक कन्फ्युजन छ भने तपाईँले यो बुझ्नु भएको छैन भने यही गरेर यो बस यो कन्डिसन हुन्छ नि। यसको डोमेन निकालेको यो पार्टको डोमेन निकालेको अनि फेरि यो पार्टसँग मिसाइदिएको हो क्या। अरू केही गरेकै होइन। किनकि अब x इज लेस देन 2 है, मिन्स यो कन्डिसनले के भन्यो x चाहिँ -2 भन्दा ठुलो छ x चाहिँ, तर 2 भन्दा सानो छ। यही भयो, यसमै आयो, सक्यो। डोमेन निस्किसक्यो हाम्रो।
देन यो 8 को आइआई चाहिँ तपाईँ आफै गर्नुहोस् किनकि यो एकदम सजिलो टाइपको क्वेसन हो। देन अब हामी 9 नम्बरमा जान्छौँ। यो 9 नम्बर पनि त्यस्तो गाह्रो छैन, ठिकै ठिकै क्वेसन हो। यो एक्जाममा सोध्न त सोध्दैन, त्यही नि तपाईँलाई यो एक्सर्साइज कुन छ एक्सर्साइज 1.4बाट एउटा कुनै क्वेसन गराइदिउँ भनेर मैले यसो लेखिदिइरहेको हो। त्यसैले यो कुन छ 9 नम्बरमा एकचोटि हेरिहालौँ। So find the original function and transformations are applied so obtained a new function y is equals to 3 minus 2 to the power x. Sketch the graph and find the domain and range भनेको छ है। So this is also यो पनि त्यस्तो गाह्रो क्वेसन त होइन, एकदम सजिलो टाइपको क्वेसन हो। देन यहाँ हेरौँ है, हामीलाई दिएको के छ y is equals to 3 minus 2 to the power x छ। सो तपाईलाई यो ओरिजिनल फंक्सन भनेको चाहिँ एक्सपोनेन्शियल फंक्सनलाई भन्छ है। ओरिजिनल फंक्सन भनेको तपाईको जुन चाहिँ एक्सपोनेन्शियल फर्ममा हुन्छ नि त्यसलाई ओरिजिनल फंक्सन भन्छ। जुन भनेको एक्सपोनेन्शियल फर्म भनेको चाहिँ e टु द पावर x भनेको मिन्स a टु द पावर x फर्ममा के यो a भनेको जे पनि हुन भयो, e टु द पावर x 4 टु द पावर x 2 टु द पावर x, यहाँ के छ 2 टु द पावर x छ नि त। सो हाम्रो ओरिजिनल फंक्सन भनेको 2 टु द पावर x भयो। देन त्यसपछि हामीलाई तर क्वेसनले के दिएको छ, हामीलाई त यहाँ माइनस दिएको छ नि त, y इज इक्वल्स टु 3 माइनस 2 टु द पावर x दिएको छ, यानी त माइनस आयो नि त। हाम्रो ओरिजिनल फंक्सन त 2x मात्र छ नि त। तर त्यसैले यो के भयो, रिफ्लेक्टेड बाइ x एक्सिस भयो, किनकि यहाँ हेर्नुहोस् यहाँनिर हाम्रो बुकमा क्लियरली दिएको छ हेर्नुहोस् y is equals to minus fx हुँदाखेरि रिफ्लेक्ट अफ ग्राफ इज इक्वल्स टु y fx अबाउट x एक्सिस, द्याट इज हाम्रो ओरिजिनल फंक्सन। यो भनेको त y इज इक्वल्स टु 2x हो नि त, यहाँ आएर के भयो y इज इक्वल्स टु माइनस 2x भयो। यो भनेको त रिफ्लेक्ट हुन खोजेको हो नि त, रिफ्लेक्ट भएर त रिफ्लेक्ट भएको हो नि त यो, किनकि यहाँ हेर्नुहोस् y इज इक्वल्स टु माइनस fx हुँदाखेरि मिन्स तपाईको यो ओरिजिनल फंक्सन छ नि y इज इक्वल्स टु fx, त्यसको अगाडि माइनस थपियो भने यो भनेको रिफ्लेक्ट अबाउट x एक्सिस भएको हो। एडिसनली यो 3 हाम्रो एड भएको छ, मिन्स हाम्रो यो +3 भएको, मिन्स यसलाई हामीले यसरी पनि लेख्न मिल्छ, y भनेको माइनस 2 टु द पावर x भयो +3 लेखेको छ। यो +3 लेख्नुको मिनिङ चाहिँ शिफ्ट भएको छ, अपवर्ड शिफ्ट भएको छ, जुन चाहिँ तपाईले यहाँ देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् है, x प्लस c भनेको छ, x प्लस c भनेको शिफ्ट द ग्राफ c युनिट्स अपवर्ड भनेको हाम्रो यहाँनिर के दिएको छ 3 दिएको छ, 3 युनिट्स अपवर्ड शिफ्ट गरेको छ। तपाईलाई यो क्वेसन बुकमा पनि गर्दै के छ, तपाईलाई यहाँ हेर्न सक्नुहुन्छ। y इज इक्वल्स टु 2x दिएको छ, अनि fx भनेको मैले अघि भने जस्तै यो रिफ्लेक्ट अबाउट x एक्सिस भएको छ, किनकि y इज इक्वल्स टु माइनस 2x दिएको छ नि त, त्यसैले। देन हाम्रो यो 3 युनिट्सले शिफ्ट अपवर्ड पनि भएको छ। सो सुरुमा चाहिँ यति लेखिसकेपछि चाहिँ हामीले यो ल्याङ्ग्वेज तपाईँ यहाँबाट यो बुकको एक्जाम्पलबाट हेर्न सक्नुहुन्छ। यो चाहिँ पेज नम्बर 23 हो, 23 को एक्जाम्पल नम्बर 1 हो। त्यति गरेपछि चाहिँ हामीले सुरुमा ग्राफ अफ 2x हेर्नुपर्छ। यो 2x भनेको त ax को फर्ममा हो नि त, एक्सपोनेन्शियल फर्ममा हो नि त। एक्सपोनेन्शियल ग्राफ कस्तो हुन्छ, यस्तोरी माथि गएको हुँदैन त, एक्सपोनेन्शियली राइज गरेको हुन्छ नि त। यहाँ हेर्न सक्नुहुन्छ तपाईँ एक्सपोनेन्शियलको एउटा ग्राफको एक्जाम्पलहरू भयो। सो y इज इक्वल्स टु 2x ग्राफ यस्तो एक्सपोनेन्शियल राइज हुन्छ। अब रिफ्लेक्ट माइनस 2x भनेपछि त रिफ्लेक्ट अबाउट x एक्सिस भयो नि त। सो यसको ग्राफ कस्तो भन्छ, यस्तो तल झर्ने भन्छ, द्याट इज यतातिर देखेको छ, यहाँ हेर्नुहोस् यहाँ तल झर्ने भनिरहेछ। अब यो शिफ्ट, अब यो 3 ले माथितिर शिफ्ट भएको छ, यो चाहिँ अलिक कन्फ्युजन हुन्छ होला, म अलिक यहाँ देखाइदिन्छु कपमा अलिक गरेर। सो ओरिजिनली हाम्रो यो y इज इक्वल्स टु माइनस 2x हुँदाखेरि यसरी झर्छ, यसरी तल जान्छ, यहाँ -1 मा काटेर जान्छ। देन
अब हामीले यसलाई फेरि 3 ले शिफ्ट गर्नु भनेको मतलब त यहाँ -1 छ -1 छ भनेपछि 3 ले शिफ्ट गर्नु भनेको छ -1 1 र 2 भने 2 बाट काटेर जानु भने हो नि त 2 बाट यसरी काटेर गयो अनि 3 सँग यो शिफ्ट भएको छ मिनिङ यहाँदेखि एउटा लाइन पनि बन्छ त्यही गरेको क्वेशनले पनि यहाँनिर यो बुकले पनि त्यहाँ अनि के अरे यो एक्जाम्पलले पनि यहाँ त्यही गरेको छ 3 ले माथि शिफ्ट भएको छ मिनिङ -1 बाट माथि 3 गएको छ मिनिङ 1 भयो यहाँ 2 बाट यहाँ 2 मा काट्यो फेरि 3 को लाइनदेखि यो के अरे सुरु भएको छ भन्न खोजेको यसले चाहिँ अब त्यसै गरी यहाँनिर हामीलाई फाइन्ड डोमेन एन्ड रेन्ज पनि भनेको छ अब यो डोमेन एन्ड रेन्ज यसको यो डोमेन एन्ड रेन्ज भनेको एक्सपोनेन्शियल फङ्सन भइसक्यो एक्सपोनेन्शियल फङ्सन भनेको त पावर माइनस प्लस जे भए पनि हुन्छ नि सो पोजिटिभदेखि इन्फिनिटीसम्म भयो सरी नेगेटिभ इन्फिनिटीदेखि पोजिटिभ इन्फिनिटीसम्म भयो डोमेन तर यसको रेन्जमा चाहिँ अलिकति यहाँनिर एक्सेप्सन आउँछ किनकि मैले यहाँ अगाडि सुरुमै भनेको थिएँ के अरे मैले सुरुमै भनेको थिएँ रेन्ज भनेको पोजिटिभ मात्रै हुन्छ तर एक्सपोनेन्शियल केसमा फरक हुन्छ द्याट इज यहाँनिर हेरौँ है यसले यहाँ रेन्ज -इन्फिनिटीदेखि 3 भनेको छ किनकि तपाईँको यो -2x को त हाम्रो रेन्ज भनेको -इन्फिनिटीदेखि 0 हुन्छ किनकि -2x भनेको खालि नेगेटिभमा मात्रै आउँछ -1 -2 -3 मात्रै आउँछ कि -2x देखि इन्फिनिटीसम्म -इन्फिनिटीदेखि 0 सम्म मात्रै आउँछ किनकि हाम्रो यहाँ के भनेको थियो हामीले यहाँनिर हाम्रो ग्राफ यता नेगेटिभ इन्फिनिटीदेखि सुरु भएको छ भनेर भनेको थियौँ हैन सो यहाँ पनि हाम्रो रेन्ज भनेको नेगेटिभ इन्फिनिटीदेखि 0 सम्म आउँछ तर हामीले यो शिफ्ट गर्यौं नि त 3 युनिट माथि शिफ्ट गर्यौं नि त यो 1 भयो यो 2 भयो 3 बाट माथि युनिट शिफ्ट गर्यौं नि त सो इन्फिनिटीदेखि मिन्स तलको नेगेटिभ इन्फिनिटीदेखि आइरहेको छ तर नेगेटिभ इन्फिनिटीदेखि आइरहेछ तर -3 सँग मात्रै गइरहेछ नि त सो यसको डोमेन रेन्ज के भयो -इन्फिनिटीदेखि 3 सम्म भयो देन अब हामी नेक्स्ट क्वेशनमा जाने इनकेस तपाईले यो क्वेशन अलिक बुझ्नु भएन भने पनि त्यस्तो केही छैन किनकि यो क्वेशन लाइक सोधेको लाइक एटलिस्ट अ डेकेड हुन आँटिसक्यो के अरे 2016-9 समथिङतिर सोधेको थियो नट स्योर सो त्यति टेन्सन लिनुपर्ने क्वेशन होइन यो त्यही नै अलिक त्यही नै बुझ्नु भने चाहिँ कमेन्ट सेक्सनमा कमेन्ट गर्नु म छुट्टै भिडियो पनि ल्याउन सक्छु यसको लागि देन हामी 10 नम्बरमा जाने 10 नम्बर फाइन्ड द इन्भर्स अफ द फंक्शन fx = ex by 1 + 2 the power ex सो यो पनि एकदम एक्सट्रिमली सिम्पल क्वेशन हो यो त झन् हामी 9 क्लासदेखि गर्दैन आइरहेको हेरौँ क्वेशन लेख्छु म y = e to the power x by 1 + 2 को power e to the power x सो इन्भर्स निकाल्ने कसरी हो सो इन्भर्स निकाल्नलाई चाहिँ हामीले x र y लाई सुरुमा रिप्लेस गर्नुपर्छ यो भनेको fx = दिस भयो रिप्लेस x एन्ड y गरेपछि हाम्रो इन्भर्स आउँछ दैट इज x = e to the power y by 1 + 2 e to the power y छ नाउ अब फेरि y = को फर्ममा लान खोज्नु दैट इज x 1 + 2 e to the power y = e to the power y x + 2x e to the power y = e to the power y यहाँबाट यो e to the power y लाई यता लिएर आम सो 2x e to the power y minus e to the power y = -x यहाँबाट e to the power y कमन तानौं e to the power y 2x - 1 = -x that is e to the power y = -x by 2x - 1 वेट यसलाई नेगेटिभमा नराखौँ ल यसलाई चाहिँ यो स्टेपमा चाहिँ मल्टिप्लाई विथ
माइनस अन बोथ साइड्स गरौँ। यो गर्दाखेरि के हुन्छ माइनस e टु द पावर y 2x - 1 यो भनेको x हुन्छ। सो यसलाई यसो गर्दाखेरि 1 - 2x = x हुन्छ। सो e टु द पावर y = x by 1 - 2x भयो है। सो नाउ हामीलाई प्रपर्टिज थाहा छ होला ln टाइम्स e टु द पावर x हुँदाखेरि x आउँछ भन्ने प्रपर्टी थाहा होला हामीलाई। यो डेरिभेटिभमा पनि धेरै गरेको छौँ त्यहाँ युज गरेको छौँ। सो यहाँ पनि त्यही गरौँ मल्टिप्लाई बोथ साइड्स विथ ln गर्दाखेरि यो भनेको y हुन्छ ln x by 1 - 2x। सो हाम्रो f इन्भर्स x भनेको ln x by 1 - 2x भयो। यो भनेको इन्भर्स भनेको हाम्रो यति आउँछ। भेरी सिम्पल एन्ड इजी। धेरै यस्तो खाले क्वेसन धेरै सोध्दैन एक्जाममा, त्यही नि गरिदिइराख्नु न। नाउ हाम्रो यो 11 नम्बरमा जाने। सो 11 नम्बर चाहिँ हाम्रो यो हुन्छ नि रिभ्यू जस्तै टाइप हो, किनकि अब हाम्रो यो फाइन्ड द डोमेन भनेको यसको सबैको डोमेन निकाल्नुहोस् नै भन्ने खोजे अब अरू केही डिफ्रेन्स छैन। जस्तै यहाँ हेर्नुहोस् है, म त्यही नि एउटा गरिदिन्छु, तपाईँ बाँकी गर्नुहोस्। म यहाँबाट ए नम्बर गरिदिन्छु, बाँकी सबै सेमै हो, सिम्पलै छ। यो है यसको डोमेन भनेको के हुन्छ माइनस इन्फिनिटीदेखि इन्फिनिटी, किनकि यहाँ त जुन भ्यालु हाले पनि केही फरक पर्दैन। सो माइनस इन्फिनिटीदेखि पोजिटिभ इन्फिनिटीसँग भएको डोमेन। नाउ यसको अब ग्राफ निकाल भनेको छ। यसो एक्स र वाइ भ्यालु हालौँ अनि सब पोइन्ट गर्दै जाने। सो हाम्रो यसको एक्स 1 हुँदाखेरि कति हुन्छ यहाँनिर 2 टाइम्स 1 + 1 को स्क्वायर 2 + 1 3 आउँछ। एक्सको भ्यालु 2 हुँदाखेरि 2 टाइम्स 2 + 4 गर्दाखेरि 4 4 एक्सको भ्यालु 2 हुँदाखेरि यहाँनिर 2 2 जा 4 4 प्लस ए भयो 8 भयो। नाउ 3 हुँदाखेरि 2 टाइम्स 3 + 3 को स्क्वायर गर्दा 3 2 जा 6 + 9 9 10 11 10 11 12 13 14 15 15 3 हुन्छ है। सो यसको ग्राफ बनाऊँ एउटा। सो के भन्छ यसको ग्राफ 1,3 1,3 यहाँ भयो अरे 2,8 यसो यहाँ भयो अरे यो 15 भयो 2,8 यहाँ भयो 2,15 यहाँ भयो अरे यसो लाइन बनायो एउटा सिम्पल। देन अब हामी यो लाइक बी नम्बर र सी नम्बर पनि सेम हो। जस यो लाइक तपाईलाई सी नम्बर लाइक गाह्रो लागो जस्तै लागो होला भने टेन्सन लिनु पर्ने छैन, सजिलो छ। किनकि सबै त्यही फर्स्टमा x + 2 को लागि एउटा बनाउने, फेरि 1 - x को लागि यसरी नै यति भाग दुईटा पोइन्टहरु निकाल्ने। यसको लागि x भन्दा 0 हुँदा फेरि जस्तै -1 -2 -3 को 3 गरेर निकाल्ने। यसो हुन्छ मैले गर्दिन्छु सी नम्बर f(x) भनेको x + 2 if x is less than 0 र 1 - x if x is greater than 0 है। so this is even simpler। so x + 2 मा यसको डोमेन कति हुन्छ -इन्फिनिटी देखि इन्फिनिटी नै हुन्छ, नो प्रब्लम। यसको यो दुईटैको डोमेन त्यही नै हो। देन यहाँनिर भ्यालु हाल्नु x y तीनटा भ्यालु हालेर पुग्छ हामीलाई ग्राफ बनाउनलाई। यहाँनिर के छ 0 भन्दा कमको भ्यालु हाल्नुपर्छ। -1 हाल्दाखेरि कति हुन्छ -1 + 2 गर्दाखेरि -1 + 2 गर्दाखेरि 1 आउँछ। -2 + 2 -2 गर्दा 0 -3 गर्दाखेरि -1। सो यति भयो पुग्यो। x + 2 लाई यति आउँछ। x + 2 लाई यति भयो 1 - x लाई x y तीनटा के छ 0 भन्दा ठुलो हुनुपर्छ, मिनिङ 1 हालौँ है 1 - 1 0 2 हालौँ 1 - 2 हालौँ
1 - 2 -1 3 हालौँ 1 - 3 -2 सो ग्राफ बनाऊँ यहाँनिर एउटा सिम्पल खाले पोइन्ट के छ हामीसँग यसको पोइन्ट के छ एकछिन यहाँ लेखौँ है साइडमा हामी एउटा 15 मिनट लेखौँ न यतातिर यहाँनिर यो पोइन्टहरु लेखौँ न के सो यसको के छ -1, -1 -2, 0 र -3, -1 छ यसको पोइन्ट भयो सो यसको पोइन्ट अब 1, 0, 2, -1, 3, -2 अब यहाँ ग्राफमा प्लट गर्दाखेरि हामीसँग पोइन्टहरु छ त्यही प्लट गरौँ त्यही प्लट गर्नु यहाँनिर के छ -1, -1 छ 1 -1 र 1 भयो यो भयो अरे -2, 0 -2, 0 यो भयो र -3, -1 यसो भयो एउटा ग्राफ एउटा लाइन यस्तो बन्छ अर्को 1, 0 1, 0 2, -1 2, -1 यहाँ बनाऊ 3, -2 यहाँ बनाऊ अर्को ग्राफ यस्तो बन्छ सिम्पल यो भनेको 1 - x लाई यो ग्राफ यो भनेको के थियो यो भनेको x + 2 लाई नाउ देन यो 12 नम्बर पनि नाउ देन लेट्स डु आवर फाइनल क्वेशन यति गरेपछि चाहिँ यो च्याप्टरमा हुने जतिको सब इम्पोर्टेन्ट क्वेशनहरु सकिन्छ सो 12 नम्बर छ इफ fx = cos square x + sin find the function f g h such that f = f g o h नाउ अब हामीलाई भन्न के खोजेको भन्दाखेरि चाहिँ हामीलाई fx भनेको यो f = cos square x + 9 छ अरे नाउ हामीलाई भन्न के खोजेको भन्दाखेरि चाहिँ यो चाहिँ f o g o h को फर्ममा छ यति यो क्वेशन चाहिँ f o g o h को फर्ममा छ यो भनेको f g h x यस्तो फर्ममा छ अरे नाउ हामीलाई यहाँबाट f को भ्यालु इन्डिभिजुअली f को भ्यालु g को भ्यालु र h को भ्यालु लेख भन्ने हो सबसे सुरु हामी यसलाई चाहिँ मिलामै सुरुमा सो दैट इज f = यो स्क्वायरलाई यस्तो होलमा लेख्न मिल्छ होला गरे cos x + 9 मा मिलिहाल्छ नि किन नमिल्ने मिल्छ देन अब यसलाई यो फर्ममा लेख्न थालौँ है सो हाम्रो hx भनेको के हुन्छ यो भनेको त f g hx हो सो हाम्रो hx र hx भनेको त x + 9 भयो नि त सो हाम्रो hx भनेको x + 9 हुन्छ सिमिलरली g भनेको कुनसँग इक्वल छ cos सँग gx भनेको cos x देन हाम्रो fx भनेको के हुन्छ यो होलको स्क्वायर हो भनेपछि त हाम्रो x² भइगयो सो यसलाई हामीले मिलाएर लेख्दाखेरि के आउँछ यही आउनु पर्ने हो जस्तो चाहिँ ट्राई गरौँ f o g o h गर्दाखेरि x² हुन्छ त्यसलाई फेरि लेख्दाखेरि cos x हुन्छ फेरि cos x को स्क्वायर हुन्छ सो फेरि x को ठाउँमा x को भ्यालु हाल्नु पर्ने हुन्छ जुन भनेको x + 9 जुन भनेको cos x + 9 को होल स्क्वायर with this हाम्रो चाहिँ यो च्याप्टर 1 functions of one variable चाहिँ कम्प्लिट भयो function of one variable चाहिँ कम्प्लिट भयो मिनिङ यति तपाईले यो भिडियो क्वेशनहरु मात्रै गर्नुभयो भने पनि यो च्याप्टर पुरा कम्प्लिट हुन्छ यो च्याप्टरबाट 5 to 10 मार्क्स जतिको आउँछ मेनली 5 मार्क्स चाहिँ आउनु पर्ने हो अनि तपाईले फेरि एक्जाम अगाडि यो क्वेशनहरु फेरि मैले त डिस्क्रिप्सनमा पीडीएफहरु पनि राखिदिएको छ अनि के तपाईले एक्जामको अगाडि फेरि पीडीएफबाट ट्राई गर्नुभयो भने चाहिँ म तपाईलाई क्वेशन भनिदिन्छु कुन गर्ने एउटा 2 नम्बरको बी नम्बर गर्नुहोस् 2 नम्बरको बी गर्नुहोस् 4 नम्बर गर्नुहोस् अनि 6 र 7 गर्नुहोस् अनि 8 को कुनै पनि एउटा गर्नुहोस् यति गरे पुग्छ तपाईले इन्केस एक्जाम अगाडि तपाईलाई रिभिजन गर्नु हो भने सो एनीवेज थ्यांक यू फर वाचिङ अनि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक र सब्स्क्राइब गर्न नबिर्सिनुस् र
र थ्याङ्क यू। अनि अपकमिङ भिडियोज हेरिदिनुहोस् भन्ने आग्रह छ है।